यहाँ छुट्टाएको छु फिक्काचु यो अल्छीले गर्दा आउनु पर्यो नि म डेलिभरी गर्नलाई यहाँ यो हिजोको आजै पुरानो एकदम गाह्रो Hi guys, welcome back to our brand new video. I'm the founder of LK Creation and my name is Sachina. I hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदमै सन्चै नै छु अनि त्यसपछि हजुरले आजको हाम्रो भिडियोमा चाहिँ टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नु भएको होला कि म भिडियोमा होलसेल अर्डर रेडी गर्दैछु अनि यो चाहिँ अर्जेन्ट होलसेल अर्डर हो अनि उहाँले अर्डर गर्नुभएको सामानहरूको लिस्ट चाहिँ मैले यहाँ लेखेर राखेको छु अनि जति पनि हामीसँग स्टकमा सामान थियो त्यो चाहिँ मैले यहाँ छुट्टाएको छु अनि नभएको चाहिँ अब हामीले बनाउन लागेको छु होलसेल अर्डर चाहिँ होलसेल अर्डरहरू चाहिँ प्रायः अब स्टकमा छ स्टकमा भएकोहरू भए त सजिलै हुन्छ है अब नभएको सामान उहाँले चुज गर्नुभयो कि योपालि चाहिँ अनि त्यसको लागि चाहिँ हामीले बनाउँदैछौँ नभएको भन्दा नि हामीसँग डिजाइन भएको तर स्टकमा सामान चाहिँ नभएको किटी स्पाइडर पिकाचु अनि यिनीहरू यस्तो सानो सानो डलहरू अनि किटीको हेड मात्रै डिप्रेसन हेड मात्रै त्यस्तो अब प्रायः अरू पनि छन् सनफ्लावरहरू आइभीलाई अनि अब त्यो बनाउँदै बनाउँदै हामी हजुरलाई देखाउँछौँ भिडियोमा हेर्नु होला अनि अब यो भोलिसम्म कम्प्लिट गर्नुपर्ने छ त्यस कारणले मैले चाहिँ मेरो दिदीको हेल्प मागेको छु उहाँले पनि बुझ्दै हुनुहुन्छ किटी अनि यदि तपाईँहरूले हामी एलके क्रिएसनबाट अर्डर गर्दै हुनुहुन्छ भने होलसेल अर्डर पनि गर्न चाहनुहुन्छ भने चाहिँ हामीलाई 7 डेज 10 डेज अगाडि भनिदिनु भयो भने नभएको स्टकहरू हामीलाई बनाउन पनि टाइम हुन्छ अनि तपाईँहरूले पनि टाइममा सामान पाउनुहुन्छ यस्तो अर्जेन्ट चाहिँ अलिकति गाह्रै हुन्छ क्या उहाँ चाहिँ हामी है पोखरादेखि पर्सेङदेखि हुनुहुँदो रहेछ त्यस कारणले मैले उहाँको अर्डर चाहिँ लिएँ तर अलिक टाढादेखि अब हामी त पोखरा बेस्ट हो अब जस्तै काठमाडौँबाट अर्डर गर्नुभयो अनि हामीसँग स्टक आउट अफ स्टक छ अनि त कसरी पुऱ्याउने त्यस कारणले तपाईँहरूले हाम्रो भिडियो हेर्दै हुनुहुन्छ हामीबाट अर्डर गर्न चाहनुहुन्छ भने हामीलाई चाहिँ 7 या 10 डेज अगाडि नै भनिदिनु ताकि हामी ड्युटी साइडको मान्छेलाई चाहिँ इजी होस् अनि त्यस्तो भन्दै भन्दै मैले चाहिँ अघि 1 बजीबाट क्रोसेट गर्न स्टार्ट गरेको मैले कति भिडियोहरू कट गर्दै डिलिट गर्दै गरेँ धेरै पछि भिडियो बनाएको त अड्किने रहेछ कि बोल्न पनि केही नआउने अनि यहाँनिर देख्न सक्नुहुन्छ मैले किटीको लागि यो रेडी गरेको छु यसको एयर अनि बो पनि यहाँ छ त्यो चाहिँ एड गर्न छ एकैचोटि गर्छु भनेर यहाँ तल राखिरहेको छु यो चाहिँ पिकाचु हो पिकाचु अनि भर्खर 3टा गराएँ अहिले चाहिँ 2 बजेर पनि कति मिनट भइसक्यो अब हेरौँ भोलिसम्म हो कम्प्लिट गर्नुपर्ने 5 बजेसम्म डेलिभरी गर्नुपर्ने मैले चाहिँ सकेसम्म आज नै कम्प्लिट गरेर भोलि उहाँलाई चाहिँ आफ्टरनुनमा डेलिभरी गरिदिने सोचिरहेको छु सो लेट्स सी सोचेअनुसार हुन्छ कि हुँदैन म सबै तपाईँहरूलाई रेकर्ड गरेर देखाउने छु लास्टसम्म मेरो भिडियो हेर्नु होला अनि इन्जोय गर्नु होला ओके अब पिकाचु चाहिँ 3 पिस हो नि त अघि 1 पिस त मैले बनाइसकेँ अब अर्को चाहिँ म यहाँ बनाउँदैछु अनि जसले पनि मेरो प्रिभियस भिडियो हेर्नु भएको छ मैले चाहिँ धेरै महिनापछि बल्ल अपलोड गरिरहेको छु यो भिडियो चाहिँ अनि प्रिभियस भिडियोमा चाहिँ मैले रोजको होलसेल अर्डर बनाएको थिएँ अनि म चाहिँ रोज बनाएको भिडियोहरू लिएर आउँछु भनेर गायब भए मैले रोजको भिडियो पनि बनाएको छु तर एडिट गर्न नपाएर मैले अपलोड चाहिँ गरेको छैन सो त्यो पनि म भेरी सुन आई अपलोड द्याट भिडियो छु त्यसको लागि चाहिँ प्लिज डु सब्सक्राइब टु माई युट्युब च्यानल अनि कति बहिनीहरूले चाहिँ मलाई दिदी हजुरले ट्युटोरियल भिडियो पनि अपलोड गर्नु न भनेर टेक्स्ट गर्नुहुन्छ सो गाइज लेट मी नो इन द कमेन्ट सेक्सन तपाईँहरूलाई के लाग्छ म ट्युटोरियल भिडियो अपलोड गरौँ प्लिज यस भनेर गरौँ भनेर कमेन्ट गर्नु न म ट्युटोरियल भिडियो पनि इन फ्युचरमा लिएर आउन चाहन्छु मैले यो पोहोरदेखि चाहिँ भनिरहेको छु भिडियोमा मलाई त्यस्तो लाग्छ भने जस्तो लाग्छ है पहिले पनि मैले एकपालि भने जस्तो लाग्छ 1 2 3 4 5 6 अनि हुन त युट्युबमा अब कति भिडियोहरू त अलरेडी नै छ हुन्छ सेम भिडियोहरू कति हुन्छ नि त अनि नेपालीमा चाहिँ यो एमिग्रुमी डलहरू बनाएको चाहिँ मैले देखेको छैन सो आई वान्ट टु स्टार्ट त्यही भएर प्लिज कमेन्ट गरिदिनु अलिकति सपोर्ट गरिदिनु ताकि मलाई पनि अपलोडहरू गर्न मन लागोस्
फेरि मलाई यस्तो हुन्छ कि मैले बनाएर हालिदियो अनि पछि हेर्नुहुन्छ हेर्नु हुँदैन, बेकारमा टाइम मात्र त्यत्रो वेस्ट हुने हो कि भनेर अनि पछि त्यो गर्न मन लागेको पनि यस्तो यस्तो लु इनर्जी डाउन 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 हुँदै जान्छ कि। त्यही भएर अलिकति कमेन्टहरू हेऱ्यो भने अनि ए हेर्नु रहेछ अनि पछि ठिक छ नि त म अपलोड पनि गर्छु, मेरो भिडियो हेरेर बनाउनुहुन्छ भने भन्ने खालको हुन्छ कि। अनि मलाई चाहिँ बहिनीहरूले मेसेज गरेर मैले यो बनाउँदाखेरि चाहिँ कतिजनाले चाहिँ मलाई यसको ट्युटोरियल भिडियो हाल्नु न बनाएर भन्नुभएको थियो। युट्युबमा त अब खोजिदियो भने जति पनि छन्, लिङ्क पनि सेयर गरिदिएँ कतिपयलाई त मैले। तर अनि मैले चाहिँ म अपलोड गर्छु भन्थेँ अनि मैले बनाएकै छैन कि। त्यही भएर मलाई यो गराएर हाल्नु मन छ। अनि त्यही नै हो। सो अहिले एकछिनपछि फेरि भेटौँ ल। धेरै बोल्यो भने भिडियो लामो हुन्छ, फेरि हजुरहरूलाई नरमाइलो झ्याउ लाग्न सक्छ लामो भिडियो हेर्दाखेरि है। अहिले एकछिनमा फेरि भेटौँ ल। मैले चाहिँ यति 26 किटी पिकाजु र उस बनाएको छु अनि यसलाई चाहिँ जोड्न बाँकी छ कि। अनि अब चाहिँ मेरो लन्च ब्रेकसम्म चाहिँ लन्च गर्न लाग्छु। मेरो यहाँतिर नुडल्स, एग अनि कोक। यो खान्छ अनि त्यसपछि कन्टिन्यू गर्छु। सनफ्लावरको लागि अगाडिको त्यो ब्राउन कलर चाहिँ क्रसेट गरेर राखेको छु। अब ग्रिन कलर गर्नु छ। ल दिजु आउनु भएको छ, दिजु इन द हाउस। पुस्छु पहिला म चाहिँ हजुर चाहिँ किन आउनु भएको त ल भन्नु। यो अल्छीले गर्दा आउनु पर्यो नि मैले अघि नै भनेको थिएँ कि मलाई त ब्लर बनाइदिनु ल यस्तो के सिनेमेटिकबाट त्यस्तै हुन्छ कि। धागो छैन भनेको थिएँ। आऊ भनेको आउँदैन भने लास्टमा मलाई नै आउने बाध्य बनाइ आउनु भयो। मलाई फाइबर पनि ल्याइदिनु भयो। अब जान लाउनु भएको ल। भिडियो गराउनु होला प्लिज। भिडियो बनायो भने त्यही त छ दुःख पुरा। यो बोल्न यसरी बोल्छु भने त ए सँगै भए त सक्नुहुन्छ नि, म भए त सक्नुहुन्थ्यो नि। जानु त नि ल, बाई बाई। नभए यो त हाल्ने यस्तो गरेको गरेको हालिदिने लास्टमा। हे गाइज अहिले चाहिँ रातिको 10:30 बजिरहेको छ अनि म चाहिँ सावर लिएर बसेको। यहाँनिर चाहिँ मैले त्यो सबै यसरी जोड्दैछु क्या। अब यो चाहिँ कपालवाला टेडी बियर हो। आँखाहरू हाल्न बाँकी छ। बोहरू एसेम्बल गरेँ मैले यिनीहरू। अनि पछि यो स्पाइडरम्यानको पनि अब जस के भन्छ गरेँ मैले यिनीहरूको कानहरू यताउता आँखाहरू चाहिँ हाल्नुपर्ने छ। अनि सनफ्लावरको पनि यस्तो पेटल्सहरू बनाएर राखेको छु। अनि यसलाई भोर्नु पर्नेछ। भोलि मैले दिउँसो चाहिँ यो पठाउनु भ्याउँदिनँ होला सायद। म अब साँझतिर नै डेलिभरी गर्छु। अनि अब लेट पनि भयो अनि म सुत्छु। भोलि फेरि अफिस जानु छ। फर्स्टमा चाहिँ म यिनीहरूको यो बनाएर अनि आँखा पनि हाल्छु। यदि अब मलाई निन्द्रा लागेन भने आई विल रेकर्ड एन्ड सो यु, नभए अब भोलि। सो या आज चाहिँ म अफिसमा आइसकेँ। अहिले खाली टाइम भएको भएर चाहिँ म यहाँ सनफ्लावरहरू बनाउँदैछु। अनि अलि चाहिँ मैले यो किटीको आँखाहरू कानहरू हालेर अनि सकेँ। अब यो सनफ्लावर बनाइसकेपछि मैले यसमा किचेनहरू हाल्छु। अनि किचेनहरू हालिसकेपछि चाहिँ फेरि एउटा अलिक ठुलो खालको स्पाइडर पनि रहेछ कि मैले चाहिँ त्यो कस्तो बिर्सिसकिरहेछु। अब त्यो बनाउनु छ। अनि त्यो बनाइसकेपछि म तपाईँहरूलाई सबै हामीले बनाएको किचेनहरू चाहिँ भिडियो बनाएर देखाउने छु। सो लास्टसम्म हेरिदिनु होला भिडियोलाई। अनि मन परेमा लाइक पनि गरिदिनु, सेयर पनि गर्न सक्नुहुन्छ यदि अझै राम्रो लागेको छ भने। भिडियो हेर्दै गर्नु होला है त। यहाँ हुनुहुन्छ दिजु। यसरी फोटोसुट भइरहेछ। अनि यति नै होला। सर हेर्नुहोस् हजुरहरू पनि। एक दिनमा यो सबै बनाएको हामीले दुईजनाले। अब डेलिभरी गर्न जान्छौँ। अब बाँकी अब त्यतै हामी चाहिँ अब डेलिभरी गर्न जाँदैछौँ।
लोकेसन थाहा भयो नि लोकेसन थाहा छ मलाई 5 बजेको 5 बजेको थियो हाम्रो डेलिभरी गर्ने टाइम तर अलिकति टाइमै पुगेन कि अनि यो अर्डरहरू दिँदाखेरि 3-4 दिन अगाडि दिए पो है मैले त्यही आनन्दले भनेको बनाउन सकिन्छ तर यो हिजोको आजै पुरानो एकदम गाह्रो हुने कि त्यही पनि नजिकको भएर नभए त हामीले अन्त म चाहिँ ड्रेसमै छु अफिसबाट ड्रेस नि चेन्ज गरेको छैन डाइरेक्ट सिधै यहाँ आएको अनि अझै थियो इभिलाईहरू बनाएर फोटोसुट गरेर अनि अब हामी जाँदैछौँ लेट्स गो गाइज लजा सो राम्रो भयो चाहिँ हामी चाहिँ डेलिभरी गरेर आयौँ अनि बाहिर एकदम पानी परेछ थकै लाग्यो दिजु उता हुनुहुन्छ सो हामी भिडियो अब इन्ड गर्छौँ ल दिजु थ्याङ्क यू फर वाचिङ गाइज हजुरलाई केही भन्न छ भने भन्नु म थाकेँ यार मलाई धेरै कुरा भन्नु छ तर मलाई थाकेँ कि ल हाम्रो टाउको दुखिसक्यो मलाई त बाई बाई गाइज थ्याङ्क यू फर वाचिङ